धर्म भनेको न क्रिस्चियन हो न हिन्दू हो हजुर न मुसलमान हो। धर्म भनेको मान्छेको नैतिकता हो। हजुर आफ्नो नैतिकतामा बसेर पहिला नैतिकतालाई हेर्ने, हजुर मानवीय संस्कारलाई जान्ने, म मान्छे हुँ, मेरो कर्तव्य के हो भन्ने कुरा जान्ने पहिले। हजुर आफूले अर्कोलाई गर्न सक्ने हेल्प गरिदिनु हजुर धर्म। आफूले गरेका क्रियाहरू सधैँभरि यहाँ बाँचिरहन्, सत्य क्रियाहरू, हजुर समाजलाई लाभ हुने क्रियाहरू, हजुर यो धर्म। धर्म भनेको धारणा, धारणा भनेको हजुरले चिताएको चिज, हजुर हजुरले चिन्तन गरेको, हजुरले चिताएको चिज चाहिँ जो छ मनमा, जुन लक्ष्य छ। अब के लक्ष्य छ? भौतिक लक्ष्य छ कि आध्यात्म लक्ष्य छ? आध्यात्म लक्ष्य भए पनि धर्मको आवश्यकता छ, हजुर भौतिक लक्ष्य भए पनि धर्मको आवश्यकता छ। धर्मसँग जुदा भनेको अलग भयो भने, धर्मदेखि अलग भयो भने माने मानव संस्कार नजान्ने भए मान्छेले ईश्वर खोज्ने कुरो भएन। हजुर पहिले पात्र बन्नु पर्यो। जस्तो गिलासहरु पो चिया छ, हजुर गिलास छैन भने चिया छैन। हजुर